morning from Sikles. Welcome back to my YouTube channel. नआएको च्यानल गेस्ट हाउसबाट के रे के भन्छ गेस्ट हाउस त हुन्छ नि हैन गेस्ट हाउस फर्किँदैछौँ सके अल्छीहरू हैनहरु हामी छिटो हामी त एक्टिभ भने हामी त 6 बजे आयो नि 6 बजे आएर 8 बजे फर्किदिन्छौँ 12-1 बज्छ नाइस यतिको भाइब चाहिँ है ग्रुप आउँदा लास्ट रमाइलो हुन्छ तर अरू बेला सिङ्गल यस्तो त रमाइलो 7-8 जना 5-6 जना आयो भने रमाइलो हुने क्या दादाले यतिमै जहरिन पुऱ्याइदिन्छ तो गाइज हामी चाहिँ अब सिक्लेसबाट निस्केको अवस्था ओ पप्पी ओहो रक्सी पारेछ हेर्नु करुण भाइ 3 पाने ज्याप फोटोमा त त्यस्तो ट्याबी देखाएको फुल लाएर चट्टसँग उयो मेरो फुल खोइ त करुण भाइको गफ सुनिदिउँ यस्तो काम भनेको रक्सी आएर गर्ने हो गाछासी आनन्द टोलाउने आफैमा निस्किने हो तर 3 भेट्यो भने चाहिँ हामीलाई गाह्रै छ किनभने रातिमा राइड हान्न सकिँदैन लाइट छैन पुरो हेडलाइट छैन अनि हेडलाइट त बनिहाल्छ अब बन्यो नि दाइ गाह्रो हुन्छ कि यार रातिमा राइड कम्प्लिट भएछ ल अब हामी पार्किङमा पेमेन्ट गरेर ट्याक्क हाम्रो ल गाइज हाम्रो चाहिँ यहाँनिर छोटो मिठो ब्रेक यहाँ वेरिङ झुन्डै गऱ्यो भन्दैछ हाम्रो करुण सरले के भयो खास समस्या के हो ल ठिक छैन केही भएन हामी हेर्दै जाउँ करुण भाइ राइड कस्तो हुँदैछ भनिदेऊ न राइड पागल हुँदैछ अघि धन्दै लडेन पागल हान्छौ कि तिमीले नि फेरि ल हामी एकछिन यहाँनिर मिठो ब्रेक लिएर पहाडतिर लाग्छौँ फेरि सम्म ओइलाउँदैन नि चुक्छ मन परेको फुला सुके पनि रसिलो हामी पोखरामा छौँ कति अघि नै हाम्रो मोबाइल डाउन भयो र
केही छैन। हामी यहाँ खाना आँटेको के हो यो होटलको नाम? ओ स्टारलाइट किचन। त्यसमा चाहिँ हामी यहाँ खाना भनिसक्यो, अब यहाँ खाना खाने, त्यसपछि गुड नाइट। गुड नाइट हुन्छ होला भोलि बिहान काठमाडौँ। हजुर मलाई